दुश्मनीको रूपमा अहिले रहेको छ र जुन युद्धको कारणले 여기서 안내 들어가면 돼요. 네, 사진을 찍으면 되세요. 네, 감사합니다. कसरी मिलाएर गेट बनाएर राखेको रहेछ। पनि छ ठुलो म्युजियम छ। समयमा यो मिसाइल पड्किँदाखेरि यसको यहाँ एउटा हेलो नमस्ते साथीहरू, आज म कोरियाको एउटा यस्तो गाउँमा जाँदैछु र त्यहाँको दृश्य तपाईलाई देखाउन गइरहेको छु। त्यो दृश्य देखेर तपाईँ छक्क पर्नुहुनेछ। ल हेर्नुहोस्, यहाँ मेरो पछाडि हेर्नुहोस् त, यो के हो, के देख्नुभयो? यसलाई राम्ररी हेर्नुहोस् त, अनुमान लगाउनु भयो यो के हो? यतापट्टि पनि हेर्नुहोस् त, यो के हो? यसलाई देखेर तपाईले अनुमान लगाउन सक्नुभयो? यो हो बमहरूको, मिसाइलहरूको लास। मिसाइलहरूको लास, मिसाइलहरूको च्यान हो। सही सुन्नुभयो, यो बमहरूको, मिसाइलहरूको च्यानै हो। किनकि यो पहिले नै 1950 मा कोरियाको युद्धमा प्रयोग भएका विस्फोट भइसकेका विनाशक बमहरूको अवशेषहरू हो, जुन चाहिँ अहिले यस ठाउँमा भेला गरेर यसरी मिलाएर राखिएको छ। ल हेर्नुहोस् त, कस्तो भयानक देखिन्छ यो दृश्यलाई। टुप्पीमा राखेकोलाई हेर्नुहोस् त। ल यो एउटा हाम्रो ठाउँको मङ्सिरमा धान काटेर कुन्यौ राखेको जस्तै गरेर मिलाएर राखिएको। ल हेर्नुहोस् कत्रो छ। कोरियाको युद्ध भन्नाले 1950 देखि 1953 सम्म लगभग 3 वर्ष युद्ध चलेको थियो, जुन युद्धमा चाहिँ धेरै कोरियनहरूले आफ्नो ज्यान गुमाएका थिए। भनिन्छ कि जसमा 25 देखि 30 लाखसम्म कोरियन नागरिकले ज्यान गुमाएको थियो भने 8 देखि 10 लाखसम्म कोरियन फौजीहरूले, सेनाहरूले वीरगति प्राप्त गरेका थिए। जुन युद्ध चाहिँ इतिहासमा पहिलो र दोस्रो युद्धपछि एकदमै विनाशक भयानक युद्धको रूपमा इतिहासमा लेखिएको छ। र जुन कोरियाको युद्ध एउटा महाविनाशक युद्ध थियो, र जुन युद्धले अहिले पनि कोरियनहरूलाई त्रसित बनाइरहेको हुन्छ। युद्ध किन भयो र कसरी भयो भन्दाखेरि कोरियामा जति बेला तत्कालीन कोरिया एउटा सिंगै कोरिया थियो, अहिलेको उत्तर र दक्षिण कोरिया जुन चाहिँ एउटै थियो, जुन देशमा तत्कालीन समयमा राजनीतिक पार्टीहरूमा वैचारिक द्वन्द्व थियो र राजनीतिक तता थियो, जसका कारणले देशमा सुशासन थिएन, अशान्ति थियो। त्यसको मौका छोपेर शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ पूरा गर्नको लागि, आफ्नो पक्षमा पार्नको लागि त्यस बेलाको शक्ति राष्ट्रहरू, महाशक्ति राष्ट्रहरू अमेरिका, संयुक्त राज्य अमेरिका र तत्कालीन समयका सोभियत सङ्घको आफ्नो स्वार्थको कारणले कोरियामा भीषण युद्ध भएको थियो। जुन युद्धको कारणले एउटै भाषा, एउटै संस्कृति, एउटै परिवेश भएका धेरै कोरियन नागरिकहरूले आफ्नो ज्यान गुमाउनु परेको थियो र एउटै देश दुई टुक्रामा बाँडिएर एक अर्काको आफ्नै दाजुभाइहरूप्रति कठोर दुश्मनीको रूपमा अहिले रहेको छ। र जुन युद्धको कारणले दुई कोरिया दुई फेकमा बाँडिएर एउटा उत्तर कोरिया र एउटा दक्षिण कोरियाको रूपमा चिनिन्छ। र दक्षिण कोरिया एउटा प्रजातान्त्रिक देश र एउटा विकसित समृद्ध राष्ट्रको रूपमा विश्वमा चिनिन्छ भने उत्तर कोरिया एउटा कम्युनिस्ट र तानाशाही शासनको रूपमा विश्वमा चिनिएको छ। र यसरी कोरियन युद्धको बेला प्रयोग भएका यी हात हतियारहरू, बमहरू यसरी यस ठाउँमा राखेको छ। म्युजियम पनि छ, ठुलो म्युजियम छ। यो म्युजियम भित्र के राखेको रहेछ र कस्तो कस्तो सामानहरू राखेको रहेछ, ऐतिहासिक सामानहरू, त्यो म तपाईहरुलाई देखाउने छु। आउनुहोस्, यसलाई हेर्नुहोस् त। ल
कत्रो कत्रो मिसाइललाई कसरी मिलाएर गेट बनाएर राखेको रहेछ। हेर्नुहोस् त कत्रो छ। यहाँ हेर्नुहोस् यो बमहरू बटुल्दै गरेको तस्बिर रहेछ। यहाँनिर हेर्नुहोस् कत्रो ठुलो रहेछ। राखेको छ मिलाएर। यो मिसाइललाई एकपटक हेर्नुहोस् त कत्रो ठुलो मिसाइल छ। यो कति 100 केजीको होला। तत्कालीन समयमा यो मिसाइल पड्किँदाखेरि यसको आवाज कत्रो थियो होला र यसको विनाश कत्रो थियो होला। एकपटक सोच्नुहोस् त कतिको ज्यान लियो होला यसले। र अहिले यसलाई यहाँ यसरी राखिएको छ। यहाँनिर कोरिया गणतन्त्र कोरियाको दुईटै देश एउटै भएको कोरियाको म्याप राखेको रहेछ। यहाँनिर मिसाइललाई तेर्स्याएर राखेको रहेछ। अब लन्च हुनु मात्र बाँकी रहेछ मिसाइल। ल यो हेर्नुहोस् त कति सुन्दर छ, कति राम्रो छ। यो कोरियाको परम्परागत शीतल ताप्नको लागि बस्नको लागि बनाएको पाटी पौवा जस्तै फल्चा रहेछ। हेर्नुहोस् त ल कस्तो राम्रो छ। टक्क परेको माथि गएर बस्ने ठाउँ भएको। अनि यसलाई हेर्नुहोस् यो कोरियाको परम्परागत पहिला पुरानै घर। 우다 안녕하세요. 여기서 안내 들어가면 돼요. 네, 사진을 찍으면 되죠. 네, 감사합니다. 어디서 오셨어요? 네, 저는 네팔 사람입니다. 네팔 사람입니다. 네, 감사합니다. कोरियन एउटा दिदी रहेछ। मैले उहाँलाई सोधेको भित्र जानु पाइन्छ भनेको पाइन्छ भन्नुभयो। अब के रहेछ म देखाउँछु हेर्नु होला। दिनहरू 저기 지금 안 돼요. 네, 감사합니다. यहाँनिर उतापट्टि चाहिँ धेरै उहरू राखेको छ। त्यहाँ चाहिँ फोटो खिच्नु पाइँदैन अरे। बिचमा मात्र भिडियो खिच्नु हुँदैन अरे, बाहिर चाहिँ हुन्छ है। यहाँनिर हेर्नुहोस् त ल के राखिएको छ। यो हेर्नुहोस् त कस्तो बम कस्तो रहेछ। कस्तो डेन्जर रहेछ बमहरू। हेर्नुहोस् ल हेर्नुहोस्। यहाँनिर गाडी रहेछ पुरानो बमहरूले लागेर नष्ट भएको गाडी होला सायद। हेर्नुहोस् कस्तो डेन्जर छ। त्यस कस्तो धुजा धुजा बनाइदिएको छ। हेर्नुहोस् त यहाँनिर यस्तोहरू राखिएको छ। यहाँनिर सानो हेलमेटहरू रहेछ पुरानो। यो घर रहेछ यहाँनिर सानो। अनि यतापट्टि यहाँनिर चाहिँ अफिस जस्तै छ, अफिस रहेछ ठाउँहरू। यहाँनिर हेर्नुहोस् न
पहिलाको भाँडा मुर्काहरू छ यहाँनिर। के हो ठेला जस्तो छ त्यसरी राखेको छ। अनि माटोको हाँडी जस्तो छ, घेम्पा जस्तै। हाम्रो देशमा पनि यस्तो घेम्पाहरू हुन्छन्, माटोको पानी राख्ने। पहाडतिर राई लिम्बूहरूको हुँदो त्यहाँ राख्ने त्यस्तै त्यही किसिमको यस्तो छ। एकदमै पुरानो ऐतिहासिक सामानहरू रहेछ, राखेको रहेछ यहाँनिर। राखेको छ यहाँनिर पानी रहेछ, पोखरी जस्तो सानो। यहाँनिर यसरी बमहरू राखेर मिलाएर राखेको छ यहाँनिर। बम पुरा रकेट जस्तो बम छ यहाँनिर। गोलीले लागेर झेन्द्रा भएको बमहरू रहेछ। अनि यस्तो छ भकारी जस्तो छ, यस्तो भकारीहरू। यो काठमा यस्तो गोली लागेर हेर्नुहोस् त ल, एउटा काठमा कति धेरै गोली भाँसिएको छ। आम्मामामामा हेर्नुहोस् त गोली लागेको। सबै गोली बमहरू, गोली गट्ठाहरू सबै राखेर सजाइएको छ। हेर्नुहोस् कस्तरी ल्यान्छ। यहाँ लेखेको रहेछ नि 25-26 गरेर नम्बर राखेको रहेछ। यति यस्तरी 안녕하세요. 감사합니다. यसरी भित्र सबै देखियो। आजको यहाँको यो ऐतिहासिक हात हतियारहरू भएको ठाउँ मैले देखाएँ। कस्तो लाग्यो तपाईँहरूलाई हेर्नु होला र आफ्नो प्रतिक्रिया दिनु होला। र यो ठाउँमा कोरियामा हुनुहुन्छ भने यो ठाउँमा आउन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। म तपाईँलाई यहाँको लोकेसन बताइदिनेछु। धन्यवाद।